हाम्रो रुट भनेको हाम्रो प्यारेन्ट्स हो। अनि अहिले मेरो प्यारेन्ट्स हुनुहुन्न थियो नै म यहाँ हुनुहुन्न थिएँ, तपाईँको अगाडि स्क्रिनमा बोलिरहेको हुन्न थिएँ सायद। हामीले यो मैले आफूमा काम गर्न थालेपछि एउटा स्ट्रङली मलाई फिल भएको कुरा होइन, अहिले यो राइट नाउ मलाई फिल भएको कुरा कस्तो भन्दाखेरि जबसम्म हामीले हाम्रो प्यारेन्ट्सलाई फर्गिभ गर्न सक्दैनौँ नि तबसम्म हाम्रो लाइफमा गुड कुराहरू, पोजिटिभ कुराहरू, लभ भयो, वेल्थ भयो, हेल्थ भयो, त्यो सबै कुराहरू चाहिँ अट्र्याक्ट नहुने रहेछ है। अनि अब हामीले हाम्रो प्यारेन्ट्सलाई फर्गिभ गर्नको लागि हामीले आफैलाई उहाँहरूको ठाउँमा राखेर हेर्नुपर्छ। जब हामीले उहाँहरूको ठाउँमा आफैलाई राखेर हेऱ्यौँ भने हामीलाई त्यो रुट कज थाहा हुन्छ क्या, टक 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 गरेर किन मेरो प्यारेन्ट्सहरूले मलाई यस्तो गर्नुभयो होइन, किन यस्तो गर्नुभएछ होइन, उहाँहरूसँग अवेरनेस थिएन कि होइन, उहाँहरूसँग त्यो खालको मेन्टालिटी थिएन कि। सबैको मेन्टालिटी एउटै हुँदैन होइन, हाम्रो मेन्टालिटीहरूलाई हाम्रो सराउन्डिङ्सहरूले चाहिँ डिटरमाइन गरिरहेको हुन्छ। अब त्यो बेलाको जमाना त्यस्तै थियो कि होइन, जब हामीले आफैलाई हाम्रो प्यारेन्ट्सको ठाउँमा राखेर हेर्छौँ त्यस पछाडि हामीलाई रुट कजहरू थाहा हुन्छ। किन यस्तो दुःख भएछ मेरो प्यारेन्ट्सहरूबाट, किन म एनोन भएछु, किन उहाँहरूले मलाई यस्तो गर्नुभएछ भनेर जब थाहा हुन्छ, थाहा भएपछि तपाईँलाई क्ल्यारिटी आउँछ होइन, ओहो राम्रैको लागि गर्नुभएको रहेछ मेरो प्यारेन्ट्सहरूले त भनेर जब क्ल्यारिटी आउँछ, क्ल्यारिटी आएपछि तपाईँले आफ्नो प्यारेन्ट्सलाई फर्गिभ गर्न सक्नुहुन्छ। अनि जब तपाईँ फर्गिभ गर्न सक्नुहुन्छ अनि तपाईँको हिलिङ जर्नी चाहिँ सुरु हुने रहेछ होइन। त्यो मेरो पर्सनल एक्सपिरियन्स हो। अनि जबसम्म तपाईँ भिक्टिम मेन्टालिटीमा हुनुहुन्छ तपाईँको हिलिङ कहिले पनि हुन सक्दैन। जबसम्म तपाईँ अनहिल्ड हुनुहुन्छ नि तबसम्म गुड थिङ्सहरू र राइट कुराहरू तपाईँको लाइफमा अट्र्याक्ट हुँदैन। सो मैले अहिले काम गरिरहेछु आफूमा, सो यो कुराहरू मलाई अहिले रियलाइज भएको होइन। त्यही भएर मैले चाहिँ अहिले यो प्रोसेसमा छु। थ्याङ्क यू सो मच। इट्स हिल एलोङ विथ मी एन्ड आइ एम झरना सुब्बा। राधे राधे।